अहिले हामी गोर्खा दरबार जाने बाटोको बिचमा एउटा गोर्खा पार्क रहेछ। त्यो पार्कमा फोटो खिच्नका लागि विद्यार्थी भाइ बहिनीहरूलाई उतारेका छौँ। विद्यार्थी भाइ बहिनीहरूले यहाँ हिमाल पनि देखिरहनु भएको छ। अनि यो हिमाल देख्दाखेरि मलाई एउटा गीतको याद आयो। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीतको बोल सुरुवात अत्यन्तै यो गीतले मन छोयो। यो हिमाल देख्दाखेरि यस्तै हिमालको फेदीमा रहेको नेपाल, हिमालको काखमा रहेको नेपाल, अनि त्यो नेपालको गाउँमा रहेको मेरो घर अनि मेरो त्यहाँ वासस्थान र नेपाली हुँ भनेर भन्नमा गौरव आउने यो देशको म नागरिक। अत्यन्तै रमणीय छ यो। यहाँबाट यो अग्लो स्थानमा छ अनि अत्यन्तै रमणीय दृश्य देखिरहेको छ। यहाँबाट यो अविस्मरणीय क्षणमध्ये एउटा अर्को थप अविस्मरणीय क्षणको रूपमा यो अग्लो स्थानबाट यो हिमालहरू देख्दा हामी हर्षले गदगद भएका छौँ। धन्यवाद सबैको जय होस्। प्राइट एकाडेमीको जय होस्।